हेलो साथीहरु नमस्ते जोरले वेलकम ब्याक टु माय युट्युब च्यानल आशिष ब्लग। म एउटा सन्चै छु, तपाईहरु पनि एउटा सन्चै हुनुहुन्छ भन्ने आशाका साथमा म आजको अर्को न्यू डे न्यू ब्लगको सुरुवात गर्न लागिसकेको साथीहरु। अब ब्लग त के बनाऊँ हैन, अब अहिले चाहिँ दिउँसो नै बनाऊँ हैन। अब दिउँसोको 3 बजेको समयमा चाहिँ म मेरो ब्लग चाहिँ स्टार्ट गर्न आँटेको, किनभने चाहिँ अब यस्तो कन्टेन्टहरु पनि पाएन हैन। अब कहीँ बाहिर पनि गएन हैन, अब घरमै बस्ने थियो। त्यो भएर चाहिँ मैले आजको चाहिँ भ्लग त्यति खास पनि छैन हैन। आजको भिडियो चाहिँ अत्यन्तै महत्त्वपूर्ण छ हैन साथीहरु, किनभने चाहिँ मैले चाहिँ मेरो बारेमा चाहिँ केही कुरा भन्न गइरहेको छु हैन। ब्लगहरुको बारेमा, युट्युबहरुको बारेमा केही जानकारीहरु चाहिँ दिन चाहन्छु हैन। त्यही अब सुरुमा त हैन, अब कुरा गरौँ म मामा घरको हैन। अब मामा घर गएको त अब त्यही हो, अब 8-9 दिन भयो हैन। म चाहिँ हिजो न घर आएको हैन। अब हिजोको ब्लग हेर्नु भएको छ भने चाहिँ हजुरहरुले थाहा छँदैन छ हैन। त्यही हो, अब म चाहिँ मामा घर अब त्यही हो 9 दिन बसेँ हैन। त्यसपछि मामा घर त अब पहाड हो नि त हैन। अब पहाडको ठाउँमा त नेट नचल्ने, नेट स्लो चल्ने हैन। अब त्यो टावर नटिप्नु हुन्छ नि त हैन। त्यही भएर चाहिँ मैले भिडियो एडिट गर्न पाएन। त्यसैले चाहिँ म क्षमा माग्न चाहन्छु। एमबी तानेर पनि हैन, नेट स्लो चल्ने के साथै चल्न त चल्थ्यो हैन। तर मैले चाहिँ मेसेजहरु गर्ने, त्यो फेसबुकहरु हेर्ने, टिकटकहरु हेर्ने, अनि त्यसपछि गेमहरु खेल्ने शुद्ध गरेको हैन मैले त्यो एमबी देखि। तर चाहिँ भिडियो अपलोड नहुने के साथै हैन युट्युबमा, अनि भिडियो अपलोड नहुने, भिडियो डाउनलोड पनि नहुने हैन। त्यो कारणले चाहिँ मैले ब्लगहरु यस्तो जानकारीहरु अपडेटहरु दिन पाएन हैन। नत्र भने चाहिँ रमाइलो भएको थियो हैन। जस मामा घरको यात्रा पनि जस राम्रै भयो। अब त्यही हो साथीहरु हैन। अब त्यही माथि झन् हैन, अब भिडियो एडिट गर्दा हैन, अब उ चाहिन्छ नि त हैन। अब नेट चाहिन्छ। अब भिडियो एडिट गर्दा त अब नेट लाग्ने नै भयो हैन। अब त्यो अब नेटको लागि त अब नेट उगाउने ठाउँमा जानु पर्यो हैन। नेट कहाँ चल्छ हैन, त्यो ठाउँमा जानु पर्यो हैन सर्वप्रथम त। अब त्यति बेला त अब टाढै जानु पर्छ कि साथीहरु हैन। अब त्यो मैले भिडियो एडिट गर्ने ठाउँ चाहिँ राति मात्र पाउँछु नि त हैन। अब राति घरदेखि बाहिर निस्किनु भएन हैन, अनि निस्किनु भएन, डर पनि त्यतिकै लाग्ने हैन। अब जङ्गलको ठाउँ हैन, त्यही भएर चाहिँ मैले भिडियो एडिटहरु गर्न पाएन। अवश्य हजुरहरुले बुझ्नु भएको छ भन्ने आशा छ हैन। त्यही हो, सक्दो भन्दा चाँडो चाहिँ मलाई माया फुल सपोर्ट देखाइदिनु होला हैन। आज चाहिँ यो चाहिँ क्युआनी भिडियो जस्तै बनेको छ हैन। यो भिडियो ब्लग पनि भन्न मिलेन हैन। अब त्यही हो, अब सेम बट डिफरेन्ट त्यही हो हैन। के भन्नु लाग्थ्यो म त बिर्सिहालेँ। भाइको घर गएको थिएँ हैन, भाइको घर गएको थिएँ। त्यो भाइको घर गएको थिएँ हैन। अनि दसैँको दिनमा चाहिँ हामीले उ लगाएको थियो क्या, भाइबाट टिका लगाएर चाहिँ, अनि मैले लाउँदैन त हैन, म किस्नु हैन। अब त्यही भएर चाहिँ नलगाए पनि लौ दक्षिणा भनेर दिनु भएको थियो हैन। दक्षिणा बाबुले दिनुभएको थियो, कति 100-200 दिनुभएको थियो हैन। त्यो चाहिँ मैले लिएर अनि भाइको पैसासँग मिसाएर चाहिँ हामी चाहिँ सिजर पेपर रक वाला च्यालेन्ज भिडियो थियो नि त हैन। त्यो वाला खेलेको थियौँ हैन। त्यो भिडियो बनाएको थिएँ हैन, पुरै जोस भिडियो नै बनाएको थियौँ कि। नभोले म काट्दैन, मैले बोल्दा छु मन नकरा उता फर्कन त नि। अनि त्यही भएर चाहिँ अनि त्यो भिडियो बनाएको थिएँ हैन। त्यसमा चाहिँ कस्तो भन्छ, अब जुन क्लिप्सहरु हुन्छ नि त हैन, अब कमेडीवाला जुन जस्तै अब कमेडीवाला क्लिप्सहरु हुन्छ हैन, अब यहाँ हालेर देखाम भने पनि हैन साथै कपिराइट लागिहाल्छ हैन। अब त्यो भिडियोमा चाहिँ मैले त्यो हाँसेको वाला भिडियोहरु, जुन हल्का के भन्छ मान्छेहरु बोलेको टाइममा भिडियो चाहिँ मैले के भन्छ भोइस सँगसँगै जोडेर चाहिँ त्यो भिडियोमा हालिदिएको थिएँ हैन। त्यसै कारण चाहिँ त्यो भिडियोमा चाहिँ कपिराइट खाएको थियो हैन। त्यही भएर चाहिँ मलाई हाल्नु मन लागेन, राख्नु मन लागेन हैन। मैले उतिखेरमै रिमुभ गरिदिएँ त्यो भिडियो चाहिँ, किनभने चाहिँ कपिराइट खाएपछि चाहिँ खासै भ्युज पनि नआउँदो रहेछ क्या हैन, भ्युज नबढ्दो रहेछ। अनि त्यही भएर चाहिँ मलाई झ्याउ लाग्यो हैन। त्यसपछि चाहिँ मैले त्यो गरेँ हैन। अनि हिजोको ब्लग जुन मैले अपलोड गरेको छु हैन, त्यो ब्लगमा पनि कपिराइट खाएको छैन हैन। तर कपिराइटले चाहिँ गर्नु गराएको छ साथीहरु मेरो जिन्दगीमा।
त्यत्रो 2-3 घण्टा लगाइ भिडियो एडिट गर्यो हैन त्यसै माथि हैन ब्यानर अघि थम्बनेल पनि बनायो हैन अनि त्यहाँ थम्बनेल बनाउन पनि टाइमै लाग्छ जस भिडियो एडिट गर्न त कोही छोड्दियो हैन त्यत्रो घण्टा लगाइ हैन भिडियो एडिट गरिसकेपछि हैन कपिराइट लाग्दाखेरि हैन कस्तो हुन्छ हैन पुरै के 7 तलाक घरदेखि खसा जस्तै हुन्छ के साथीहरु हैन यस्तो नाम लाग्छ हैन अनि त्यो भएर चाहिँ मैले त्यो भिडियो चाहिँ राखे हैन राखेछु के नै हुन्छ होला भनेर राखेछु हैन तर तपाईहरु गएर हेर्न सक्नुहुन्छ चेक गर्न सक्नुहुन्छ तर चाहिँ कपिराइट लेखेको छ सायद तपाईकोमा देखाउँछु देखाउन थाहा भएन तर चाहिँ मेरोमा चाहिँ देखाएको छैन कपिराइट भनेर देखाएको छ उले चाहिँ हटाउन के गर्नु पर्दो रहेछ अनि त्यो चाहिँ धेरै लामो छ साथीहरु के गर्नु पर्दो रहेछ अनि म चाहिँ जागर पनि लाएन हैन त्यस्तो भ्युज पनि आउँदैन अनि त्यो भएर चाहिँ मैले गरेको पनि फाइदा पनि भएन हैन त्यो अबदेखि चाहिँ मैले बिना साउन्ड वाला भिडियोहरु हाल्ने छु सायद हैन कुनै बेला अब नन कपिराइट वाला म्युजिक ब्याकग्राउन्ड म्युजिक चाहिँ मैले हाल्ने छु अब त्यो अब गीतहरु यसो त म हाल्दिन साथीहरु कपिराइट खाँदो रहेछ हैन अनि त्यो साथीहरु हैन अब मेरो मसँगसँग च्यानल खोलेको साथी थियो नि त हैन गाउँको अनि उले पनि त अनि मसँगसँग खोलेको एउटा सुरुको फर्स्टको च्यानल चाहिँ ब्यान गर्दै हैन उले चाहिँ खुकुरी देखाएको थियो हैन अब खुकुरी चाहिँ नदेखाउनु पर्ने थियो हैन तर चाहिँ अब नबुझेर चाहिँ उले हाली गयो हैन के भयो हैन अनि नबुझेर हाली गयो हैन त्यो हालेको कारण चाहिँ उसको च्यानल चाहिँ युट्युबले चाहिँ रिमुभ गर्दियो हैन ब्यान गर्दियो अनि त्यसपछि अर्को च्यानल खोलेको त्यसले हार मान्दैन म अब राम्रोसँग बुझेर नै उ गर्छु भनेर चाहिँ त्यसले अर्को नयाँ च्यानल खोल्यो हैन अनि त्यसपछि चाहिँ खोलिसकेपछि चाहिँ उले चाहिँ एउटा नयाँ भिडियो हाल्यो हैन ठिकै भइरहेको थियो केही पनि भएको थिएन तलमाथि केही पनि भएको थिएन हैन अनि त्यसपछि उले चाहिँ फर्स्ट च्यानलमा नै हालेको फर्स्ट भ्लग चाहिँ उले चाहिँ हाल्यो के साथीहरु हैन अर्को आइडीमा अर्को च्यानलमा हाल्यो अनि त्यसपछि चाहिँ 1-2 घण्टासम्म समथिङ 1 दिन पनि भएको थिएन त्यति बेलासम्म त केही थिएन हैन राम्रै त्यो भिड पनि हल्का हल्का ठिकै गइरहेको थियो हैन अनि त्यसपछि चाहिँ साथीहरु हैन अनि 1 दिन जस्तो समथिङ त्यस्तै भइसकेपछि हैन त्यो आइडी पनि हैन रिमुभ भयो के ब्यान गरिदियो के युट्युबले अनि त्यसपछि चाहिँ उसले चाहिँ अब ब्लग बनाउन आश मार्दियो हैन त्यही यो भेट भएको छैन त्यहाँदेखि हैन मामा घर गएको थियो भेट भएको छैन यदि भेट भयो भने चाहिँ म त्यसलाई सम्झाउँछु बुझाउँछु हैन अब जे भयो भने अब हामीले नै अब जोस गल्ती नै हाम्रै थियो हैन अब किनभने चाहिँ हामीले च्यानल बनाउनु भन्दा अगाडि चाहिँ हामीले सबै युट्युबरहरुको बारेमा त सबै कुरा जानकारी त लिनु पर्ने थियो हैन यो हामीले नलिएर चाहिँ हामीले गल्ती गर्यौं तर चाहिँ लिनु पर्ने हुन्छ हैन साथीहरु तपाईहरुले पनि हैन युट्युब च्यानल चाहिँ क्रिएट गर्न लाउनु भएको छ हैन क्रिएट गर्न लाउनु भएको छ भने चाहिँ हजुरहरुले युट्युबको बारेमा सबै कुराहरु जान्नु पर्ने हुन्छ साथीहरु हैन नत्र भने हामी जस्तै हुन्छ साथीहरु हैन अब कसैको अब च्यानललाई रिमुभ हुने ब्यान गरिदिने डिलिट गरिदिने हैन अब जस्तै मेरो कपिराइट लागेको छ नि त हैन कपिराइट लागेपछि त हुन्छ नि त हैन गाह्रो भन्दा पनि अब कस्तो हुन्छ कपिराइट लागेपछि जुन अब त्यो जुन भिडियोमा कपिराइट लागेको छैन त्यो मा आको भ्युज त्यहीमा हेरेको कति घण्टा उले चाहिँ मतलब दर्शकहरुले हेर्नु भएको छैन त्यो समय चाहिँ अरुकोमा जान्छ जुनले कपिराइट हान्दिएको थियो हैन त्यो चाहिँ अरुकोमा जान्छ अनि त्यो भएर चाहिँ त्यो भिडियो पोस्ट गर्नु गरिसकेपछि त हैन त्यो मतलब भएन नि त हैन अब उतापट्टि जान्छ हैन सबै इन्कमहरु मतलब हावर्सहरु घण्टाहरु उतापट्टि जान्छ हैन उसको च्यानलमा जान्छ हैन अनि त्यसले हामीले हालेको त के फाइदा भयो हैन हामी चाहिँ डिलिट गर्नु बाहेक अरु के उपरको आउँदैन के भनि चाहिँ कपिराइट देखि अब फिर्ता ल्याउने हो हैन त्यो त अब सकिदैन हैन अब त्यही भएर चाहिँ राम्रोसँग बुझेर चाहिँ हजुरले क्रिएट गर्नु होला युट्युब च्यानल त्यही भन्न चाहन्छु अनि आजको ब्लग त यस्तै हो अब यस्तै भन्दा पनि यही नै हो हैन अब नयाँ कुराहरु त अब भोलि पर्सितिर आउँछ हैन अब तिहार पनि आउन लाग्यो हैन अब तिहार पनि आउन लाग्यो अब तिहारसम्म त अब ब्लग त मेरो आइरहन्छ हैन त्यो कन्टेन्ट हुनु पर्यो एउटा हैन कन्टेन्ट चाहिँ म गराउँछु हैन जसै पनि गराउँछु त्यही हो तिहार आउन लागेछ हैन सबैले ह्यापी तिहार हैन एडभान्समा ह्यापी तिहार किनभने चाहिँ पछि चाहिँ मलाई अब त अब घरमा नेट नहोला हैन वाइफाई छँदैछ अस्ति भर्खर हाल्यो त्यही पनि अब
बिरामी होम्ला के होम्ला होइन त्यसपछि भन्न नपाउला होइन त्यही भएर चाहिँ एडभान्समै ह्याप्पी तिहार भन्न चाहे होइन यदि तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला है त साथीहरू यो फुल सपोर्ट देखाइदिउँ माया देखाइदिउँ होइन यो अब दाङको मान्छे पनि होइन भाइरल गराइदिउँ होइन त्यही हो अब त केही पनि भन्दिनँ म अब एडिट गर्नुपर्ने हुन्छ एडिट गर्दाखेरि हल्का गाह्रो हुन्छ तर चाहिँ यो हल्का छोटो छ त्यही भएर चाहिँ यो सजिलो हुन्छ होइन थम्बनेल बनाउनु पनि पर्छ होइन टाइटल राख्नु पनि पर्छ होइन अब धेरै गाह्रो छ नि त होइन ब्लगर बन्नु पनि त्यो सजिलो छैन होइन त्यही हो हजुरले राम्रोसँग हेरिदिनु होला होइन नघटाइकन हेरिदिनु होला होइन हामीले चाहिँ त्यत्रो 4000 घन्टा वाच चाहिँ कसरी पुर्याउने होला भनेर चाहिँ सोचिरहेको छु साथीहरू होइन त्यही हो अब सब्सक्राइब पनि अब 1000 पुर्याउनु पर्छ होइन सब्सक्राइब त अब जसो भएला जस्तो लाग्छ होइन त्यही हो साथीहरू है त आजको भिडियो त यस्तै नै भयो होइन अरूको भ्लगदेखि नै मैले एक्सपिरियन्स लिएर चाहिँ अगाडि बढेको होइन त्यही हो फेरि उस्ता अस्ति कुराहरू दुरिन सक्छ होइन अब ढिला नगरी अब मेरो आजको भ्लग भने पनि भिडियो भने पनि Q&A भिडियो भने पनि यही हो साथीहरू होइन अब हजुरले एडजस्ट गर्नु होला होइन गाउँघरमा भइसकेपछि काम गर्नुपर्छ होइन कामहरू हुन्छ होइन अब त्यो काम गर्नुपर्नेछ अब यसो अलिकति जति काम गर्नुपर्नेछ काम सकान्छु अनि त्यसपछि भिडियो एडिट गर्न थाल्छु है त साथीहरू फेरि भ्लग चाहिँ बिहान आउँछ है त साथीहरू बिहान चाहिँ हेरेर नबिर्सिनु होला है त बाई बाई